जय मिसालम आशा गर्छु सबैजना आरामै हुनुहुन्छ। हामीले बुझ्नै पर्ने वचनहरू चाहिँ यसो क्रुसिय परमेश्वर हुनुहुन्छ भनेर चाहिँ कति मानिसहरूले चाहिँ अलिकति डिफ्रेन्ट तरिकाले बुझेका हुन्छन्। तर यो वचनलाई चाहिँ आज म तपाईँलाई क्लियर गर्छु, तपाईँले बुझ्न पर्ने कुरा हुन्छ। यस्तै गरी उत्पत्ति 1:2 यस्तो लेखिएको छ, पृथ्वी आकार बिनाको र शून्य थियो, अथवा समुद्रमाथि अन्धकार थियो र परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। आमीन। अनि फेरि हामी मत्तीको पुस्तकलाई हामीले हेऱ्यौँ भने मत्तीको 14:24 पदलाई हामीले हेऱ्यौँ भने यसमा यस्तो लेखिएको छ, बिहान 3 बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरू कहाँ आउनुभयो। आमीन। यसै गरी तपाईँ हामीले बुझ्छौँ कि पृथ्वी सृष्टि गर्नुभन्दा अगाडि परमेश्वरको आत्मा कहाँ हुँदै हुनुहुन्थ्यो? पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। कसका लागि? तपाईँ हाम्रो लागि। अनि अहिले चाहिँ समुद्रमाथि हिँड्दै आउनुपर्छ कसका लागि? तपाईँ हाम्रो लागि। जुन महिमा हामीले देख्नका लागि जब मूसा सिनो पर्वतमा गइसकेपछि मूसाले चाहिँ भन्नुभयो मलाई तपाईँको महिमा देखाउनुहोस्, त्यतिखेर परमेश्वरको हृदय चाहिँ साह्रै दुखेको थियो, किनकि उहाँले आफ्नो महिमा देखाउन सक्नु भएको थिएन है, सक्नु भएको थिएन। किन देखाउनु भएको थिएन, किन सक्नुहुन्थेन? किनकि परमेश्वरको मुख हेर्ने व्यक्ति कोही पनि जीवित रहन सक्थेन। अनि परमेश्वरले भन्नुभयो त ठिक छ, म तिमीलाई मेरो महिमा देखाउँछु, महिमा देखाइसकेपछि चाहिँ म एउटा हातले चाहिँ तिमीलाई छोप्छु र अर्को हातले चाहिँ म मेरो पछाडिको भाग तिमीले हेर्न सक्छौ भनेर चाहिँ परमेश्वरले भन्नुभएको थियो। र परमेश्वरले त चित्त नबुझेको कारणले गर्दा स्वयं परमेश्वरले चाहिँ यीशु ख्रीष्टद्वारा स्वयं उहाँ आउनुभयो, आफ्नो महिमा कसरी देखाउनु भयो त? हामीले सुसमाचार यूहन्नाको पुस्तक हामीले हेऱ्यौँ भने 1:14 यस्तो लेखिएको छ, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौँ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। आमीन। हालेलुया।